बोल्नु भएको छ प्रधानमन्त्री हुनुहुन्छ उहाँले धरि पनि भन्नु भएको छ तपाईले प्रमाण दिनुस् बालन साहबहरुले उहाँले धरि बोल्नु भएको छ के त्यसो भने यो टुङ्गो नहुने हाम्रो सुन्नु न त्यसो भने यो राष्ट्रपतिको सरकार सबै यो देश चाहिँ भारतलाई बेचे भन्ने चाहिँ तपाईको सोच प्रोसेसमा हो गर्दै होला त्यसैले सुदन गुरुङले बेच्न लाग्यो हैन तपाई सुदन गुरुङको एकदम फ्यान हो हामीलाई थाहा छ सुन्नु सुदन गुरुङले यस्तो काममा इन्भल्भ छैन सुदन गुरुङले एउटै सरकारमा हुने नहुने सरकार त्यो तर उहाँको मिल्दैन के कस्तो कुरा गर्नुभएको सरकार त हुन्छ नि एउटै मिल्छ त उनीहरू जस्तो कि सल्लाह बैठक चाहिँ हुन्छ नि त एउटै घरको दाज भाइ मिलेको देखेछ तपाई आफ्नो घरको दाज भाइसँग मिलेको देखेछ ए त्यसो भने बारेललाई निकालेर अब प्रधानमन्त्री सुदनलाई बनाउनु पर्यो हैन त टिओबी भनेर विभिन्न आरोप अब त्यो मलाई केही जान्दैनले भयो केही जान्दैनले सुदनले मैले त के भनेको भने अस्ति पनि मैले के ज्ञानेन्द्र साईको भिडियो अस्ति पनि उहाँले कसैको नाम है यो साइबर ज्ञान जनबोलीलाई नामसँग यता सोधिरहेको थियो होइन हामी सिंहदरबार चलेर होइन भने नाम नतोकिनु साङ्केतिक रूपमा त जनताले त्यही बुझ्ने होइन त्यो बुझ्नु त्यो त उहाँको कुरा हो त्यो त उहाँको कुरा हो उहाँले के बुझ्नुहुन्छ जनताले के बुझ्यो जनताले बुझेर पनि के हुने हो र नभन्छ के हुने गाली मात्रै गर्ने हो जनताको काम मेरो फुल भयो के पत्रकार हो कि होइन यसरी मोबाइल उठाएर बसेको यस्तो यस्तो मान्छेहरू पछाडि त्यो कारणले गर्दा यो जनताको कुरा हाम्रो तपाईले यो बुम साथीको र यता हामीसँग बसेर पत्रकार भन्नुस् न अर्को भन्नुस् न तपाईले जवाब दिने हो क्या पत्रकारको को के हो भनेर नसोच्नुस् न तपाई यसरी सार्वजनिक ठाउँमा बोलेपछि पत्रकार पहिचान अब अहिले माइतीघर हुनुहुन्छ तपाईँ माइतीघरमा केही पीडितहरू महिलाहरूले 2-3 टा बच्चा छोडेर पनि पहिला गएको विकृति गरेको पनि छ क्या महिलाहरूले अलिकति यो यस्तो विकृति किन पैदा गरेको होला भनिदिनुहोस् न अनि त्यसो गर्न मिल्छ आफ्नो बालबालिका छोडेर अरूसँग पहिला नयाँ सरकारले चाहिँ कसको बुढी पहिला जान्छ कसको को केटाले गएर बलात्कार गर्छ कसले के गर्छ सबै नयाँ सरकारको जिम्मा पनि छैन अनि सरकारले हेर्ने त्यही त हो त मन मिलेर गएको कुराहरूलाई कसैले बलात्कार भन्छ भने यो सबै यो फेक मान्छे हो उहाँहरूलाई चाहिँ कारबाही हुनुपर्छ त्यही त्यसो भने यो माइती घरमा असली पीडित छैन असली पीडित छ तर असली पीडितले न्याय पाएन क्या हो पीडित कति छन् असली पीडित कति छन् पीडित कति छैनन् भन्नु पीडितै भएर बसेको होला कोही 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 के हो म त बुझ्दिनँ यहाँ त खालि जुत छ हेर्नु आज भोलि यहाँ त चरित्र हत्या गर्ने भयो यहाँ क्या त एउटालाई गाली गरेर देख्छु म चाहिँ खासै केही पनि मलाई चाहिँ के लाग्छ भने तपाईकै सर्व पीडित सुदन गुरुङ यहाँ आएर भेट्दा पनि न्याय पाएनन् हेर्नु त अब के गर्नु न्याय मैले दिलाउने होइन हेर्नु अब पीडितले पनि बुझ्नु पर्यो होइन सरकारले गरेको काम ठिक छ त अनि राम्रो रहेछ त तपाईको पिरे मान्छे सुदन गुरुङको काम राम्रो रहेछ त 3 महिना भइसक्यो क्या यहाँ आएको के सुन्नु सुदन हैन मेरो बोली नै यस्तो छ सुदन गुरुङले गरेको कामहरू एकदम राइट छ किनकि मान्छेलाई समातेर